मैले प्रधानमन्त्रीकै रूपमा रविजीको बारेमा छानबिन समिति संसदीय छानबिन समिति बनाउँछु भनेर मैले बनाउनु पर्छ भनेर भनेको हो। त्यति बेला अहिलेको सम्माननीय प्रधानमन्त्रीजी त्यसको पक्षमा हुनुहुन्थेन, हुनुहुन्न भन्नेमा हुनुहुन्थ्यो, छानबिन समिति बन्नुहुन्न भन्नेमा हुनुहुन्थ्यो। मैले छानबिन समिति यत्रो आवाज उठिसकेपछि प्रमुख प्रतिपक्षी दलले यतिका चर्कोसँग उठाएपछि छानबिन समिति हुनुपर्छ। दोषी भए कारबाही हुन्छ, दोषी नभए सफाई पाउँछ। एकदम सिधा कुरा थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन्। रूपन्देहीको सुप्रिम सहकारी प्रकरणमा आफूसँग माग भएको 1 करोड धरौटी खारेज र साधारण तारिखमा छाड्न माग गर्दै रवि सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन्। बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछानेले दिएको निवेदन दर्ता भइसकेको छ। सुप्रिम सहकारी ठगीमा माग भएको धरौटी आफूलाई चित्त नबुझेको र साधारण तारिखमा रिहा हुनुपर्ने आशयको माग राखेर उहाँले निवेदन दिनुभएको छ। कुँवरले भने निवेदन दर्ता भइसकेको छ। लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले 1 करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले 65 लाख र कालीमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले 60 लाख र चितवनको सारा चितवन सहकारी प्रकरणमा 54 लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति लामिछानेले आफूले बोल्ने समय एकदम नजिक आएको प्रतिक्रिया दिएका छन्। रूपन्देही स्थित उच्च अदालतबाट बाहिरिने क्रममा रासपा सभापति लामिछानेले मेरो बोल्ने समय एकदम नजिक आएको र त्यसको तयारीमा बसेको प्रतिक्रिया दिएका हुन्। लामिछानेले भने त्यसकारण प्रतीक्षा गर्नुहोला, एकदम प्रतीक्षा गर्नुहोला, तपाईहरुलाई थाहा नै छ म बोल्ने मान्छे नै हुँ, अहिले म त्यही अवस्थामा छु, अहिले प्रतीक्षा गर्ने लाइनमा छु। सहकारीको रकम अपचलनमा धरौटीमा छुटेपछि लामिछानेले सार्वजनिक रूपमा प्रतिक्रिया दिएका थिएनन्। सार्वजनिक रूपमा उनको प्रतिक्रिया नआएपछि लामिछाने किन बोलेनन् भनी चासो बढेको छ। केही समय अगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि संसदमा रवि लामिछानेलाई सरकारले प्रतिशोध साधेको आरोप लगाएका थिए। उनले रवि लामिछानेको बचाउ गर्दै संसदमा सरकारको यसरी आलोचना समेत गरेका थिए। हेरौं उनले गरेको सरकारको आलोचना। प्रतिनिधि सभा नियमावलीमा विपक्षी दलका नेता माननीय पुष्पकमल दाहाल प्रचण्डले बोल्नको लागि समय माग गर्नुभएको छ। म उहाँलाई समय दिन्छु। सम्माननीय सभामुख महोदय, संसदीय लोकतन्त्रको परम्परा अनुसार सत्तापक्षको तर्फबाट प्रधानमन्त्रीजीले सम्बोधन गर्दै गर्दा प्रमुख प्रतिपक्षी दलका नेताहरू उपस्थित रहनु र प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित रहने परम्परा छ। मैले बडो गम्भीर रूपले नै सायद प्रधानमन्त्रीजी आउँदै हुनुहुन्छ होला भन्ने सोचिराखेको थिएँ। सत्तापक्षको सबभन्दा ठुलो दलको नेता पनि आउनुहुन्छ होला भनेर सोचेको थिएँ। अहिलेसम्म आउनु भएको छैन। म आशा गर्छु उहाँ केही समयपछि आउनुहुनेछ। यदि कुनै कारणवश आउन नसक्ने स्थिति भए पनि उहाँले पक्कै पनि मैले व्यक्त गर्ने विचारहरू मतहरू सुन्नुहुनेछ भन्ने म विश्वास सबभन्दा पहिला व्यक्त गर्न चाहन्छु। रातारात अध्यादेशको चोर बाटोले भन्छ तपाईहरुको नियत चाहिँ सही छैन। अरु बेला संसदमा 2/3 को अहम पनि प्रदर्शन गर्नुहुन्छ। बलियो सरकारको अहंकार सुन्नु परिरहेकै छ। अनि शासन चाहिँ अध्यादेशबाट चलाउन जमर्को गर्ने तपाईहरु, यो सार्वभौम संसदको अवहेलना नभए के हो त? यो केवल हामी विपक्षीसँग सरकारको डर मात्र होइन, आफूले समर्थन गरेका सत्तापक्षका माननीयहरू समेत को सरकारको अविश्वास यसमा अभिव्यक्त भएको छ। यी अध्यादेशहरू विकासका लागि हुन्थे भने संसदीय समितिमा रहेका विधेयकमा खुला छलफलमा सरकार किन डरायो? संसदमा विचाराधीन विधेयक फिर्ता समेत नलिई किन ल्याइयो अध्यादेश? सरकारले संसदमा चाहँदा फास्ट ट्र्याकबाट विषयगत समिति, प्रतिनिधि सभा, राष्ट्रिय सभाबाट 10 दिनमै पनि विधेयक पारित गर्न सकिन्छ, जबकि प्रतिस्थापन विधेयकले 60 दिनको लामो प्रक्रियाको माग गर्दछ।
स्वार्थ समूहहरूलाई पोस्नु पर्ने भएकैले तपाईँहरूले अध्यादेशको चोर बाटो समाउनु भयो भनेर आरोपित किन नगर्ने? तपाईँहरूलाई कार्यपालिकाले नै सबै त्यो गर्ने भए किन चाहियो त व्यवस्थापिका संसद? सभामुख महोदय, अहिलेको सरकारी गठबन्धन गर्दै गर्दा मैले यही सम्मानित रोस्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ। पहिलो र दोस्रो दरको सरकार कतै प्रतिगमन र निरङ्कुशतातिर अग्रसर हुने त होइन। आज त्यो चिन्ता नचाहँदा नचाहँदै पनि वास्तविकतामा परिणत भएको छ। राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ। सम्झाइ बुझाइ गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्लामा दौडाइँदैछ र कडा कडा मुद्दा लगाइँदैछ। यो सत्ताको अहम हो कि जनतासँगको डर हो? गम्भीर प्रश्न बनेको छ। पाथीभरा र त्यहाँ मुकुममुलको प्रश्न पनि छ। त्यो विवादमा तपाईहरूले सिधै जनतामाथि बल प्रयोग गर्नुभयो। पाथीभरा र मुकुमलुङको विवादको संवेदनशीलतालाई बुझेर संवाद र समझदारीबाट समाधान खोज्नु पर्नेमा दमनको बाटो रोज्ने प्रयास गरियो। म यसको गम्भीर ढङ्गले प्रतिवाद गर्न चाहन्छु। टी सर्टमा कसैको फोटो देखियो भनेर पनि तपाईहरूले नागरिकलाई नियन्त्रणमा लिनुभयो। सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेहरूलाई पनि थुन्नुभयो, मुद्दा चलाउनु भयो। अब त सामाजिक सञ्जाल नियमन विधेयक नै ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रूपमै नियन्त्रण गर्न खोज्दै हुनुहुन्छ। यो के हो? नागरिक सम्प्रभुता भन्दा माथि हो तपाईहरू? संविधान भन्दा माथि हो? तपाईहरू मालिक र नेपाली जनता दास हो र? यति बेलाको नेपाली जनताको मनोविज्ञान र मानसिकता सबैभन्दा बढी मैले बुझेको छु भन्ने मेरो दाबी छ। यति बेलाको मानसिकता। सातै प्रदेशको निष्कर्ष के छ त? तपाईहरूले जसरी शासन चलाउँदै हुनुहुन्छ त्यसले जनतामा एकदमै वितृष्णा थप्दै लगेको छ। स्वार्थ समूहहरूप्रति तपाईहरूको वफादारी देखेर जनता उकुस मुकुस भएको छ। बिचौलियासँग सरकारको सम्बन्ध देखेर जनता विचलित भएको छ। मलाई डर छ तपाईहरूप्रतिको आक्रोश कतै व्यवस्थाप्रतिको आक्रोशमा नबदलियोस्। दोष हाम्रो सोच र कार्यशैलीको हो, जनताको होइन, व्यवस्थाको होइन। सभामुख महोदय, अहिले नुवाकोटको सेरा दरबार पनि निकै चर्चामा ल्याइएको पनि छ। प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसको विषयमा चासो दिएको कुरा मलाई थाहा छ। कतै न कतै त्यसमा प्रचण्डलाई जोड्न सकिन्छ कि? जोड्न नसके पनि प्रचण्डलाई बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मेहनत गर्यो। प्रधानमन्त्रीजी आफै लागेको मलाई थाहा छ। सरकार खोजिरहेको छ। एउटै पनि अपराध भेटिँदैन प्रचण्डको त। म आज अरू कुरा गर्दिनँ, गिरिबन्धु पनि भन्दिनँ, ओम्नी पनि भन्दिनँ। तर सबै नेता उस्तै हुन् भन्ने भाषा मन्जुर छैन मलाई। म यही रोस्टमबाट भन्न चाहन्छु, सेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानबिन सुरु गरियोस्। मबाट नै म तयार। छानबिन गर्नुहोस्, प्रचण्डको पहिला छानबिन गर्नुहोस्। बेला बेला क्यान्टोनमेन्ट भनेर चाहिँ गीत गाउने गरेको पनि सुन्छु म। क्यान्टोनमेन्ट छानबिन गरे भयो नि। मैले प्रधानमन्त्री हुँदा यदि हाम्रा अनुसन्धान गर्ने निकायहरूले अनुसन्धान गर्दै जाँदा प्रचण्ड देखियो भने नछोड भनेर निर्देशन दिने सायद नेपालको पहिलो प्रधानमन्त्री बन्ने सौभाग्य मैले पाएँ। म आज यो सम्मानित रोस्टममा भन्न चाहन्छु, सेरा दरबारमा मेरो कतै कुनै किसिमको संलग्न छ भने छानबिन गरियोस्। यति भनिसकेपछि अहिले प्रधानमन्त्रीजीको बारेमा उठेका तमाम कुराहरू खाली गिरिबन्धु मात्रै होइन, ओम्नी मात्रै होइन, स्विस ब्याङ्कका कुरा मात्र होइन, कम्बोडियाको कुरामा चाहिँ यसको छानबिन गर्न प्रधानमन्त्रीजी तयार हुने कि नहुने मेरो प्रश्न छ।
प्रधानमन्त्रीजीले एकचोटि यो टेस्टमा आफूलाई प्रस्तुत गर्ने, यो परीक्षामा प्रस्तुत गर्न तयारी गर्न सक्नुहुन्छ? जनताले त निहालिराखेको छ है प्रधानमन्त्रीजी, तपाईँ चाहिँ ढुक्क नहुनु होला, तपाईँलाई हेरिराखेको छ जनताले राम्रैसँग। यो सरकार बन्दै गर्दा चारैतिर संविधान संशोधनको गाना बजाना सुनिन्थ्यो। के संशोधन हुने हो, कसरी संशोधन हुने हो, कहाँ संशोधन हुने हो, पुरा व्याख्या विश्लेषण हुँदै थियो। अहिले खोइ लोड सेडिङ लाग्यो हो कि संविधान संशोधनमा के भएर हो, यो फिल्म अहिले त्यति चलेको छैन, संविधान संशोधनको फिल्म। प्रधानमन्त्री सम्माननीय ओलीजीले पार्टीकै औपचारिक कार्यक्रममा दोहोऱ्याइ संविधान संशोधन 2087 हुन्छ भन्नुभयो, हामी सबैले सुन्यौँ। आज म विशेष गरी नेपाली कङ्ग्रेसका साथीहरूलाई सोध्न चाहन्छु, अब म संविधान संशोधन बारे बोलौँ कि नबोलौँ? 87 सम्म तपाईँहरू केही नगर्ने हो भने मैले धेरै बोल्नुको पनि केही अर्थ छैन। हिजो दुई प्रतिस्पर्धी दल मिले भन्ने समाचार लज्जापूर्ण हुन्छ भनेर तपाईँहरूले त्यसमा संविधान संशोधनको सैद्धान्तिक जामा लगाइदिनु भएको छ भनेर मैले यही रोस्टमबाट भनेको थिएँ। तपाईँहरूको उद्देश्य संविधान संशोधन होइन। पहिलो र दोस्रो दल त सामान्यतः संसदीय लोकतन्त्रमा मिल्दैनन्, अपवाद मात्रै हुने हो। तपाईँहरूले अपवाद गर्नुभयो। यो अपवाद हो हामीले गरेको भन्नुभन्दा संविधान संशोधन गरेर स्थिरता ल्याउन गरेको भन्दा राम्रो सुनिने भएर भन्नुभयो तपाईँहरूले। मैले त्यति बेलै भनेको थिएँ, आज पुष्टि भयो। 87 सम्म त प्रधानमन्त्रीजी त संशोधन गर्ने मुडमा त हुनुहुन्न। उहाँले भनेको पार्टी कार्यक्रममा औपचारिक कार्यक्रममै भनेको हो, त्यो त पुष्टि भयो। काङ्ग्रेस एमालेका केही नेताले यसबीचमा अब देश दुई दलीय बनाइन्छ भनेर पनि अलि धेरै नै ग्यारेन्टी गरेको सुनियो। म ती नेताहरूलाई सोध्न चाहन्छु, आज देश बहुदलीय भएको तपाईँहरूको दया मायाले होइन, तपाईँहरूको करुणाले बनेको होइन, तपाईँहरूले बक्सिस दिएर आएको होइन नेकपा माओवादी केन्द्र, तपाईँहरूले बक्सिस दिएर ल्याएको होइन राष्ट्रिय स्वतन्त्र पार्टीले 21 सिट, तपाईँहरूले चाहेर बनेको हो सीके राउतजीले नेतृत्व गरेको जनमत पार्टी। तपाईँहरूले चाहनुहुन्थ्यो त यो संसदमा नागरिक उन्मुक्ति पार्टी। अनि मैले यसै रोस्टमबाट नयाँ बनेका पार्टीहरू लोकतन्त्रकै फुलबारीका नयाँ फुलहरू हुन् भन्दै गर्दा तपाईँहरू तिनलाई के गरी निमोट्ने भन्नेतिर लागै गर्नुभयो। म तिनलाई कसरी बचाउने भन्नेतिर लागै गरेँ। यही अन्तर देखियो तपाईँहरू र हामीमा। नयाँ जन्मेकालाई हुर्काउनेतिर लाग्ने र नयाँ जन्मेकालाई उठ्न दियो भने हाम्रो भविष्य छैन भन्ने ठान्ने सोचको बिचको अन्तर्विरोध हो तपाईँहरूको र हाम्रो। हामी 26 महिना अघिको निर्वाचनको मतादेशमै पनि आत्ममुग्ध चाहिँ नहुँदा हुन्छ। यसरी नै सरकार बढ्दै गयो भने, जनताबाट अलगिँदै जाने प्रक्रिया भयो भने अहिलेकै थ्रेसहोल्ड तपाईँहरूलाई गाह्रो पर्न सक्छ। म तपाईँहरूलाई सतर्क गराउँछु। प्रचण्डले सतर्क गराएको थियो भन्ने सम्झिराख्नु होला। तपाईँहरू अरूलाई थ्रेसहोल्ड ओढाएर साना पार्टी सिद्ध्याउने भन्ने सोध्नु भएको छ भने तपाईँहरू आफ्नै बारे सोध्दा राम्रो होला। कुनै बेला 16 वर्षमा 15 सरकार बनाएर कीर्तिमान कायम गरेका तपाईँहरूले समानुपातिक प्रतिनिधित्व प्रणाली र समावेशितालाई संशोधन गर्नको त परेको कुरा छुन पनि सक्नुहुन्न। यो मेरो खुला चुनौती हो। सम्माननीय सभामुख महोदय, मैले यो चुनौती राष्ट्रिय सभामा माओवादीको पोजिसनको कारणले दिएको होइन। दलित, महिला, मधेसी, आदिवासी, जनजाति, थारू, मुस्लिम लगायत उपेक्षित मजदुर, किसान, उत्पीडित वर्गले पाएको अहिलेको अधिकार नेपाली कङ्ग्रेस, नेकपा एमाले या कुनै पार्टी विशेषले स्थापना दिवसमा उपहार दिएका कुरा होइनन्। अहिलेको सम्मानपूर्ण समानुपातिक प्रतिनिधित्व र समावेशिता उत्पीडित वर्गले आफैले रगत बगाएर ल्याएको हो। यो सीमान्त वर्गको आत्मसम्मान र प्रतिनिधित्व खोज्न अब सम्भव छैन। माओवादी योभन्दा कमजोर देखिएछ भने पनि अब तपाईँहरूले देश पुरानो ठाउँमा लान सक्नुहुन्न।
हिजो माओवादीले जगाए होला, तर अब उत्पीडित वर्ग र समुदाय आफ्नो लडाई आफै लड्न सक्ने भइसकेको छ। तपाईहरू पहिला आफ्नै पार्टीभित्रका सरकारवालाहरू सम्हालेर देखाउनुहोस्, अनि हामीसँग कुरा गर्नु होला। दलहरूबीच आजसम्मका ऐतिहासिक र युगान्तकारी सहमतिहरू मिचेर संविधान संशोधनका नाममा राष्ट्रलाई नचाहिने द्वन्द्वतिर लैजाने चेष्टा नगर्नु होला, मेरो सुझाव छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र तपाईँहरूका लागि राजनैतिक सम्झौता होला, माओवादीका लागि त आफ्नै रगतले जन्माएको सन्तान हो। समानुपातिक समावेशिता तपाईँहरूले शान्तिका लागि स्वीकार गर्नुभएको होला, माओवादीका लागि यो आफ्नै रगतले लेखेको सङ्कल्प हो। एउटा अभिभावकको रूपमा आफ्नो सन्तानको रक्षा कसरी गर्नुपर्छ हामीलाई थाहा छ। त्यसैले संविधान संशोधन नै गर्ने हो भने महिलालाई 50% दिन तयारी गर्नुहोस्, हामी सहमत हौँ। दलित, महिला, मुस्लिम सबैलाई विशेषाधिकार सहित प्रतिनिधित्व हुने गरी संविधान संशोधन गर्न अगाडि बढ्नुहोस्, हाम्रो साथ हुन्छ। के यसमा छलफल गर्न तपाईहरू तयार हुनुहुन्छ? सम्मान्य सभामुख महोदय, हुन त सरकारमाथि हाम्रा रचनात्मक आलोचनालाई एक थरी साथीहरू सत्ताबाट बाहिरिनुको छटपटी भनेर सामान्यीकरण गर्न खोज्नु भएको पनि मैले सुनिरहेको छु। जनताको आवाजलाई पनि सोसल मिडियाको विकृति भनेर पन्छिन सजिलो होला, तर सत्तारूढ पार्टीहरूकै बैठकमा व्यक्त हुन थालेका असन्तोषलाई के भन्नुहुन्छ? सरकारको प्रतिरक्षा गर्न दिनदिनै औपचारिक आदेश दिँदा पनि किन छैन माननीयहरूसँग त्यो रुचि? किनकि सरकार अहङ्कारपूर्ण तर गलत बाटोतिर अगाडि बढिरहेको छ। सङ्ख्याको उन्माद र शक्तिको दुरुपयोगमा रमाइरहेको छ। अलिकति पनि लज्जाबोध नगरी स्वार्थ समूहहरूको अझ माफियाहरूको सेवामा लागिरहेको छ। यसले जनतामा सरकार मात्र होइन समग्र प्रणालीमाथि नै असन्तुष्टि बढाइरहेको छ। पछिल्लो 7 महिनामा जनताको आक्रोश ज्यामितीय रूपमा बढेको छ। सरकारको यो तहको कमजोरी प्रतिपक्षी नेताको रूपमा मेरो लागि सन्तोषको विषय भने होइन। म अन्तिममा गम्भीर रूपले ध्यानाकर्षण गर्न चाहन्छु, कतै तपाईहरूले गरेको गल्तीको परिणाम संविधानले भोग्नु नपरोस्। जनताप्रति सरकारको हदैसम्म गैर जिम्मेवारी र बिचौलिया र स्वार्थ समूहको खुला तरफदारीले देश आक्रोशित छ। सत्ता पक्षका मानिसहरूलाई कानुन मिच्न होइन कानुन नै खान दिएको देखेर देश विचलित छ। उद्योगीबाट बिजुलीको अरबौं बकौता उठाउन नखोजेको तर भई मान्छेका घरको लाइन काटेर देखेको र रन्थनिएको छ। त्यो आवेग र आक्रोश आज सामाजिक सञ्जालमा सीमित छ। मलाई चिन्ता छ भोलि त्यो सडकमा पोखिन सक्दछ। यही सत्य स्वीकार गरेर सरकार आफूलाई सच्याउन तयार भयो भने सरकारलाई सहयोग गर्न हामी तयार हुन्छौँ, किनकि यो सिस्टम र यो संविधानको रक्षामा हामी तपाईहरूभन्दा अलि अगाडि नै संवेदनशील छौँ।